सबैभन्दा भेडा स्टेटमेन्ट। नेताहरूलाई च्यान्स दिएर हेऱ्यो, अब राजालाई च्यान्स दिम्रे, तिमीले च्यान्स दिएको हो नेतालाई? कति वर्षको आन्दोलन पछि, कति वर्ष कतिजनाले ज्यान गुमाइसके पछाडि पाएको यो अधिकार, यो गणतन्त्र, भोट हाल्ने, चान्स दिने अधिकार हो, बुझ्यौ? त्यत्रो गरेर पाएको हो। तिमीले राजा तपाईँले काम गरेको राम्रो छैन, हामी नेतालाई चान्स दिन्छौँ, दिनु त भन्दै पाएको हो त हातमा, होइन नि? अब राजालाई तिमी चान्स दिने भयो रे, अहिले तिमीसँग अधिकार छ, गणतन्त्र छ नि त अहिले त। त्यही भएर राजालाई तिमीले चान्स दियो, तिमीसँग बोल्ने भुक्ने अधिकार भएको बेलामा, हैन? अहिले भुक राजालाई दिइसक्यो, तिमीले तिम्रो अधिकार सुम्पिसक्यो, भोलि राजाले काम गरेको मन परेन रे, भोलि पारस सरकारमा आइसकेपछि देश तिमीलाई पारसले चलाएको देश मन परेन अरे, हैन? देश बेच्दिनै लाग्यो रे राजाले, ल तिमीलाई मन परेन अरे, तिमी राजा तपाईँ जानु तपाईँले राम्रो काम गर्नु भएन, म नेतालाई चान्स दिन्छु भनेर पाउँछौ? पाउँदैनौ। तिमीले फेरि आन्दोलन सुरु गर्नुपर्छ, 62-63 फर्केर आउनुपर्छ, फेरि देश पहिलाको जस्तो हुन्छ, बुझ्यौ? तिम्रो दिमाग छ भने सुन। अनि तिमीलाई के रे एकजना राजा भयो, यो सेकेन्ड भेडा स्टेटमेन्ट। यत्रो राजा हुनुभन्दा एउटै राजा भएको ठिक छ, यत्रो राजा हुनुभन्दा एउटै राजा भएको ठिक छ अरे। तिमीलाई थाहा छ राजा सिंहदरबारमा बसेर पुरै देश चलाउन सक्छन्, गाउँको विकास गर्न सक्छन्? सक्दैनन् नि। त्यही भएर त पहिला गाउँठाउँको विकास हुँदैन थियो। हाम्रो गाउँमा पहिलातिर रोड थिएन, इलेक्ट्रिसिटी थिएन। इलेक्ट्रिसिटी त म 2-3 कक्षामा पढ्दा आएको, एजुकेसन केही पनि थिएन। मेरो मम्मीको बहिनीको सिम्पल डायरियाले डेथ भएको, मेरो मम्मीको दिदीको बच्चा जन्मने बेला डेथ भएको, किनकि केही हेल्थ थिएन, एजुकेसन थिएन। हेल्थ केयर मात्र होइन कि यो गर्नुपर्छ भन्ने मान्छेको दिमाग पनि थिएन क्या। अनि छोरी मान्छेले स्कुल जान पाउँदैन थिए, धनी नेताका छोरीहरू स्कुल जान पाउँथे, मिडल क्लास जनताहरूका छोरी स्कुल जान पाउँदैन थिए। छोरा पाउँथे, छोरी पाउँदैन थिए, किनकि अब बाबुआमाले कसलाई चाहिँ पठाउनु त, पैसा थोरै छ भन्दा छोरालाई पठाउँथे चुज गरेर। पेट्रियार्की सिस्टम हुन्थ्यो। मेरो मम्मी स्कुल कहिले गएको होइन, बुझ्यौ? अनि मेरो मम्मीको साथी जानुहुन्थ्यो, किनकि उहाँ नेताको छोरी हुनुहुन्थ्यो, बुझ्यौ? यस्तो तिमी सोध क्या आमालाई, हजुरआमालाई ढोक्रोको साडी लाउनु भयो कि लाउनु भएन, डुडोको ढिँडो खानु भयो कि खानु भएन भनेर सोध क्या। एकचोटि तिमी पहाडमा हुर्केको हो भने हजुरआमालाई, बुढी हजुरआमालाई सोध। अनि उनीहरू ढोक्रोको साडी डुडोको ढिँडो खाएर नेताहरू के गर्थे? सिंहदरबारमा बस्थे, त्यहाँ बस छोरी उनीहरूको युकेमा गएर पढ्थे, होइन? कसको पैसाले उनीहरूको छोरी युकेमा जब गर्थे? तिमीले के भन्न ठानेको? त्यहाँ गएर पुरै धनी तरिकाले बस्थे नि, त्यो बेला पैसा कहाँबाट आउँथ्यो? कसको पैसा थियो? अहिले सांसदहरूले पैसा खाए यतिजना भन्छ नि, एकजना राजा भएपछि एकजनालाई मात्र पैसा खान्छ नि त। राजाको छोरा छोरी नाति पलाती यो पुरै कति शाखा सन्तान छन्, रोयल्स यत्रो, सबैले खान्छन् हाम्रो पैसा। के राजाको ठुलो रोयल्स हुन्छ नि, सबैले जब गर्छन् त, कति त्यहाँ हुन्छ नि, त्यहाँ नि 300-400 जना त हुन्छन् नि त, उनीहरूले पनि खाएकै हुन्छन् हाम्रो पैसा, बुझ्यौ? अहिले जसरी खाइरहेका छन्, उनीहरूको छोरी पनि गएर पढ्छन्, युके गएर पढ्छन् होला, कहाँ गएर पढ्छन्, कति पैसा कमाउँछन्, क्लब जान्छन्, केटीहरूलाई नराम्रो तरिकाले छुन्छन्, के गर्छन्, अनि त्यो पैसा कसको त? हाम्रो जान्छ क्या, त्यहाँ पनि जान्छ। अनि प्रदेश सरकार चाहिन्छ के, त्यही भएर प्रदेशको विकास हुन्छ। तर तिम्रो प्रदेशको सरकारले तिम्रो प्रदेशको विकास गरेन भने कसको दोष त? कसले भोट हालेको? कसले एक गाँस मासु भातको लागि भोट हालेको? तिमी भोलिन्टियर गर न, तिमी उठ न नेता। अहिले गाउँठाउँमा प्रदेशमा पनि अहिले युवा नेताहरू उठिरहेछन्, उनीहरूलाई भोट हाल। छैनन् भने तिमी उठ्न मन छ भने तिमीलाई भोट हाल्छन्। अरू मान्छेले प्रमिस यो गर्छु त्यो गर्छु भन्न भाषण गर, भोट हाल्छन्। गाउँको मान्छेले कन्भिन्स गर। तिमीलाई राजा चाहिनु भन्दा बरु तिमी नेता बनेर तिमी चलाउ न आफ्नो प्रदेशलाई, बिस्तारै तिमी चलाउ देशलाई। बरु तिमीसँग त्यो पावर छ नि त, टाइम पो लाग्छ त। एकचोटि राजा ल्याएपछि सक्यो क्या, तिम्रो अधिकार छैन। अब दिमाग चलाऊ क्या, दिमाग चलाऊ। मलाई अति रिस उठिरहेको छ, हिजोदेखि म सुत्न पनि सके छैन। राजतन्त्र अरे, मान्छेको घर जलाइरहेछन् भेडाहरूले, है? इनोसेन्ट मान्छेहरूलाई यस्तो गरिरहेछन्, त्यस्तो सबै यिनीहरूलाई देश निकाला गर्नुपर्ने क्या। किन